नमस्कार आमा। नमस्कार नानी। आराम हुनुहुन्छ? हजुर आरामै। कहाँदेखि आउनु भएको? म यो त 28 नम्बर वडा कालिकाबाट आगी शान्ति मैदानबाट। हजुर के समस्या भएर आउनु भएको नि आमा? समस्या त मलाई पाएस त धेरै वर्ष भयो भएको। एकचोटि ठुली छोरीले जलचन्द्रमा लिएर गइथिन् ओम हस्पिटलमा। त्यति बेला ठिकै भइरहेको थियो। अहिले दसैँ टाइममा त मलाई त धेरै चाप्यो। अदुवा खाँदैथेँ दसैँको टाइममा। अब अदुवा हालेर खाइयो अरे खसिया मासु। अब खानेकुरा खाइयो। खाएपछि अहिले च्याप्पै मलाई त भुइँ बगारसँग चाप्यो। अनि ठुली बुवाले आमा फिल्म राम्रो आए के अरे आउनु न एकचोटि हेरौँ भनेर बुवाले भनेथिन्। क्या कोही फिल्म हेर्ने हो? आफूलाई बिमारी छ फिल्मको कुरा। म त आउन्न फिल्म हेर्न। मैले एकचोटि पास देखाउन लैदे भनेर मैले भनेकी हुँ। अनि आगे बेलुका भने भोलिपल्ट बोलाइहाले आइहाले जिएमसीमा होइन र जिएमसीमा देखाइयो। देखाएपछि फेरि यहाँ राम्रो भनेर भान्जाले भन्नुभयो। भनेपछि अनि डाइरेक्ट अब आज आएको। अब कता त आन्दो फेरि माथि लाने अरे सिलाउनु भयो अरे। आफूले देखिएन। शरीर पुरै निदाउँदो रहेछ। हजुर भनेपछि कस्तो लाग्यो यहाँलाई चाहिँ उपचारमा? होइन उपचार अब सधैँभरि म मेरो सास हुनेसँग नबल्झिए हुन्थ्यो भन्ने सोच मैले राखेको छु। राम्रो आफ्नै छोरा नातिले पढ्नु न त डाक्टर पनि। त्यसो र मलाई एकदम विश्वास र खुसी छु। खुसी हुनुहुन्छ है? तर धेरै मान्छेहरूलाई आजकल हजुर जस्तै समस्या छ होइन? उहाँहरूलाई के भन्नुहुन्छ? होइन अब राम्रो डाक्टर र राम्रो हस्पिटल चुनेर हो हिँड्ने। म त धेरै थोकको दबाई खान्छु। मलाई काठमाडौँमा नरिम हस्पिटल लिएर गइन् छोरीले। अनि अर्को फेरि त माइती घर मण्डला के हस्पिटल हो त्यहाँ पनि अहिले त्यहाँको दबाई चलाइरहन्छु मैले। अब दबाई पनि कति थरी चलाउने। मरन सकिँदो रहेछ काल पनि आउँदो रहेछ। छोरीलाई हैरान धेरै थरी औषधि खानु भएको छ आमाले है? हजुर ल अब चाहिँ औषधि खान नपरोस् हाम्रो आमालाई है। चाँडै निगोस् सबै रोग है? हजुर होइन यहाँको राम्रो लाग्यो मलाई। जुन पनि आफ्नो छोराले उपचार गर्नुभयो। खुसी हुनुहुन्छ है? खुसी छु। ल हुन्छ धेरै धेरै धन्यवाद यहाँलाई आफ्नो अनुभवको लागि। आउनुहोस् पाइल्सको समस्याबाट सधैँको लागि मुक्त हुनुहोस्। सम्पर्क बीएनबी प्रोक्टो लेजर क्लिनिक प्राइभेट लिमिटेड, न्यू रोड पोखरा, नगरपालिकाको ठीक अगाडि, नेमुनी भवन, हेलो स्टेशनरीको माथिल्लो तल्ला। फोन 061 577 283 98 560 38 171। वेबसाइट bnbproctolaserclinic.com।